12 को एक्जाम पनि सकियो। अब आईटी मा ब्याचलर्स डिग्री गर्दा चाहिँ कुन डिग्री लिने त? बीसीए छ, बीएससी सीएससी छ, बीआईटी अनि फरेन डिग्री पनि छ। अहिले त झन् ब्याचलर्स इन डेटा साइन्स, ब्याचलर्स इन एआईएमएल, ब्याचलर्स इन साइबर सिक्युरिटी देखिरहेको हुन्छ। यसरी ब्याचलर्समै पनि स्पेशलाइजेसन कोर्स पनि आइसके। अब हजुरलाई चाहिँ कोर इन्जिनियरिङको मजा लिन मन छ भने बीएससी सीएसआईटी गर्ने। यो चाहिँ ओन्ली इफ यु ह्याभ दैट फिलिङ टु डु इन्जिनियरिङ है। अलिकति सीएसआईटी भन्दा लाइट वेट हुन मन छ भने चाहिँ बीआईटी गर्ने। अनि अब थोरै इन्जिनियरिङको फिल्ड सहित ब्याचलर्स गर्न मन छ भने बीसीए। तर यो चाहिँ कोर इन्जिनियरिङमा पर्दैन है। फरेन डिग्री चाहिँ हजुरले म एकदम लाइट वेट भएर पढ्न चाहन्छु, कलेज रेगुलर जान्छु, तर कलेज पछि चाहिँ मजाले स्किल्समा मोर टाइम दिन पाए झन् राम्रो हुन्थ्यो भन्ने सोच्दै हुनुहुन्छ भने फरेन डिग्री इज द बेस्ट। अब ब्याचलर्स इन डेटा साइन्स, एआईएमएल, साइबर सिक्युरिटीहरू सिधै गर्ने कि नगर्ने भन्ने कुरा आयो है त। फर इक्जाम्पल हजुरले ब्याचलर्स इन डेटा साइन्स गर्ने सोच्नु भयो अनि हजुरले अलरेडी म्याथमेटिक्सको केही टपिक्स लाइक रिग्रेसन, प्रोबेबिलिटी एन्ड स्ट्याट्स, पाइथन प्रोग्रामिङ, त्यसमा पनि केही लाइब्रेरिज एन्ड टुल्स लाइक नमपाई, पान्डास, म्याटप्लटलिब एक्सप्लोर नै गर्नु भएको छैन भने चाहिँ नगर्नुस् है। आई विल रिकमेन्ड टु गो विथ कोर आईटी। इन्जिनियरिङ मन छ भने इन्जिनियरिङ, झन् पुलचोक त जान सक्नु भयो भने एकदम बेस्ट अफ द बेस्ट, नत्र कोर आईटी। अब कोर आईटी भन्नुको मिनिङ चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ नेटवर्किङ पनि हुन्छ, प्रोग्रामिङ पनि हुन्छ, क्लाउड पनि हुन्छ, डेटा साइन्स पनि हुन्छ, तर सबै थोरै टपिक्सहरू सबै हुन्छ है। यसरी हजुरले धेरै कुराको नलेज पनि पाउनुहुन्छ अनि एउटा स्किल्समा फोकस गर्नुभयो भने त्यसमा राम्रो पनि गर्न सक्नुहुन्छ है। सो चुज वाइजली एन्ड या फलो फर मोर टेक कन्टेन्ट है।